ज्यानै जाला जस्तो गर्छ त त्यो रोटी भयो अब म त छ राम्रो खाजा छ होला भनेर आएको नि राम्रो चाहिँ कस्तो फुलबुट्टा भएको ओ भयो खाजा भयो हो भयो भोक पनि लाग्छ क्या तिमीहरूलाई 24 घण्टा फोन हेरिबस्नेहरूलाई किन फोन हेर्न चाहिँ भोक लाग्दैन लाग्दैन ल जस्तो लाग्छ है म त कामै मात्रै गरिबस्नु पर्ने त्यसो भए कति नै गरेको छ काम चाहिँ हो अचम्मै छ है अचम्मै हामी जस्तो काम गर्नु परेन तिमीलाई त मर्छ होला के हो यो चाहिँ फेरि रोटी नि अब के हो अचम्म केसँग खानु अन्त चाहिँ चिया बनाउँदैछु चियासँग खानु सुक्खा रोटी केसँग खाने त्यो हेर्न कत्रो मोटो पाकेको पनि छ कि काँचो न काँचो देख्दैछ हेर्दै पहिला खाना अन्त भन काँचो छ कि पाकेको छ भनेर कसरी खानु यो खल्लो न खल्लो रोटी त्यो पनि चियासँग गयो त्यस्तो सब्जी अचारहरू दालहरू भए पनि हुने नि अहिले तेरो सब्जी र अचार मिलाउँछु खाँदिनँ म यो रोटी चिया मात्रै खान्छु गुरु बेहोरा चाहिँ नदेखाए अहिले म खाइ खा पकाएर दिएको चाहिँ के भएको के हो यो कस्तो अलिक राम्रो बनाउनु नि हौ खाजा त के साह्रो गन गरेको गन गरेको होइन अन्त यो हेर न सुक्खा रोटी पकाउँछ त्यही त हुनु पर्यो नि योसँग चियासँग चाहिँ नुनको चियासँग सुक्खा रोटी कसरी खानु भन त लु खाइरहेछ त सबले खायो त तोइ मात्रै हो लास्ट गुरु छैन जागर छैन नबनाऊ नदेऊ भोकै बस्छु गुरु होइन तिमीलाई त नदिँदाखेरि पनि दिएनस् भन्छ दिँदाखेरि पनि हुँदैन के चाहिँ गर्नुपर्ने हो खास चाहिँ नदिनु नि किन यस्तो नहुनेलाई नि नहुनेलाई यो पनि छैन होला यति भए पनि छ भन्न के यति भए पनि छैन उयो त्यस्तो हो भन्दैमा अन्त नखाइबस्नु अन्त कसले नखाइबस् भनेको छ दिइरहेको छ कसरी खानु हो सुक्खा मात्रै खाना भिजाएर खाएँ त मैले खादिनँ म अरे बेहोरा नदेखाइ खानेकुरा चिजमा खानेकुरामा चाहिँ आफै ठुस हो त अन्त सुक्खा रोटी हेरे त्यो पनि छैन केही पनि एउटा अचारमा यति अचार त्यस्तो चोप्दै खाने भए पनि हुने नि अब डल्लै खान्छ खानु यो रोटी खाना अन्त खानुसँग मतलब राख्न जेसुकैसँग खा राख्दिनँ म खानुसँग मतलब अलिक ज्यादा गनगन नगर कि खाने बेलामा तिमीहरूको जस्तो एउटै मात्रै छ के हो मेरो त हजारवटा काम छ त र पनि भोक आउँछ होला भनेर खाजा बनाइदिएको मैले के हजारवटा के तिमीहरूलाई सबै भन्नु तिमीहरू जस्तो काम गर्दै बस्ने मान्छे कहाँ हो त अन्त के खाँदिनँ भन्छु त अन्त मलाई चाहिएन खाइ खा किन खोज्दै म त छ राम्रो खाजा छ होला भनेर आएको राम्रो चाहिँ कस्तो फुलबुट्टा भएको पकाएर खा न आफै पकाएर खाँदा त्यहाँदेखि कति साह्रो पर्दो रहेछ घरि गिल्लो रोटी घरि सुक्खा रोटी त्यो सब्जी बिना हो अन्त के हुनुपर्ने मासु भात पकाइदिनु खाजा पो त उनीहरूलाई करेन्ट अरे कसले खायो अगरे कसले खाए करेन्ट तिमीहरूले खाँदैन कहिले खाए मैले एक्लै खाएँ उनीहरूलाई खानु मन पर्दा चाहिँ जे पनि चाहिने खाँदिनँ मैले खाँदिनँ भन्दैछ है बेहोरा नदेखाए म त फेरि थाहै होला नि बेहोरा जबरजस्ती गरेको खाँदिनँ भन्दा सुँगुरलाई हाल्दै ला लगेर सुँगुरलाई हाल्दै तेरो सुँगुरलाई पकाउने जस्तो दिएको जस्तो लाग्यो क्या तँलाई खाँदिनँ भनेको अहिले म जबरजस्ती गरिबस्छ हौ अहिले चाहिँ किन खान्छु भनिस् रोटी अन्त किन खान्छु भनिस् कसरी खानु यो सब्जी बिनाको रोटी चाहिँ अन्त केसँग पकाइदिनु मासुसँग तेरो फिलाको मासुसँग पकाइदिन्छु खाइ खा यत्रो पकाएर दिएपछि चाहिँ के भएको मलाई बेसी दिमाग खराब नगर कि दिमाग चाहिँ फेरि घुमेको बेलामा चाहिँ फेरि याद धम्की सरी के गर्नु खोजेको किन चाहिँ बेहोरा देखाउँछस् अन्त किन बेहोरा देखाउँछस् किन धम्की दिएको अन्त दिन्छु त अन्त किन जबरजस्ती बनाएर दिनु अझै गन पनि गर्छस्
तँलाई चुपचाप खान सक्दैनस् ज्यानै जाला जस्तो गर्छ त त्यो रोटी भयो अब बिउला देखाउँछस् खातिर साला जहिले तैँले राम्रो ल ल